नमस्कार साथीहरु, तपाईले आफ्नो फेसबुक आइडी को साथसाथै आफ्नो फेसबुक पेज पनि बनाउनु भएको छ, तर अहिले तपाईले आफ्नो फेसबुक पेज चलाइरहनु भएको छैन या तपाई कुनै पनि कारणले आफ्नो फेसबुक पेजलाई सधैँका लागि पर्मानेन्टली डिलिट गर्न चाहनुहुन्छ, तर तपाईलाई फेसबुक पेज डिलिट गर्ने तरिका थाहा छैन भने आजको भिडियो तपाईकै लागि हो। भिडियोमा एक लाइक गरी भिडियोलाई अन्तिमसम्म पुरै हेर्नु होला। आजको यस भिडियो मार्फत म तपाईलाई सही र नयाँ तरिकाले सिकाउने छु कि तपाईले आफ्नो फेसबुक पेजलाई सधैँका लागि डिलिट कसरी गर्न सक्नुहुन्छ भनेर। अब साथीहरु, तपाईले आफ्नो फेसबुक पेजलाई सधैँका लागि डिलिट गर्नको लागि तपाई फेसबुकलाई ओपन गर्नु होला। फेसबुकलाई ओपन गरिसकेपछि अब तपाईले आफ्नो कुन फेसबुक पेजलाई डिलिट गर्न चाहनुहुन्छ त्यही फेसबुक पेजलाई लगइन गर्नु होला। त्यसपछि तपाई यो थ्री लाइनमा क्लिक गर्नु होला। त्यसपछि तपाई यो सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नु होला। त्यसपछि तपाई यो सेटिङमा क्लिक गर्नु होला। सो भिडियोमा अगाडि बढ्नु भन्दा पहिले एउटा सानो रिक्वेस्ट छ साथीहरु, अहिलेसम्म तपाईले भिडियोमा लाइक गर्नु भएको छैन भने भिडियोमा लाइक गर्नु होला र यस्तै प्रकारका अन्य जानकारीमूलक भिडियो हेर्न चाहनुहुन्छ र अझै पनि यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने यो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घण्टीलाई पनि अलमा दबाएर राख्नु होला। यसले गर्दा यस्तै प्रकारका अन्य जानकारीमूलक भिडियोहरू तुरुन्तै पाउनुहुनेछ। त्यसपछि तपाई यहाँबाट अलि माथि गर्नुहुन्छ भने तपाई तल साइडमा एक्सेस एन्ड कन्ट्रोलको अप्सन देख्न सक्नुहुन्छ। तपाई यसमा क्लिक गर्नु होला। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। अब तपाईले आफ्नो फेसबुक पेजलाई केही समयका लागि डिएक्टिभेट गरेर पनि राख्न सक्नुहुन्छ, तर तपाई आफ्नो फेसबुक पेज सधैँका लागि डिलिट गर्न चाहनुहुन्छ भने तपाई यो डिलिट पेजको अप्सनलाई यहाँबाट सिलेक्ट गरेर यो कन्टिन्यूमा क्लिक गर्नु होला। त्यसपछि फेरि तपाई यो कन्टिन्यूमा क्लिक गर्नु होला। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। अब तपाईले आफ्नो फेसबुक पेज डिलिट गर्नु भन्दा पहिले एउटा कुरा के ख्याल गर्नु होला भने तपाईले आफ्नो फेसबुक पेजमा आफ्ना कुनै त्यस्ता महत्त्वपूर्ण फोटोहरू भिडियोहरू शेयर गर्नु भएको छ भने तपाई पहिले नै सेभ गर्नु होला, डाउनलोड गर्नु होला। तपाई यो डाउनलोड इन्फोमा क्लिक गरेर पनि डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि तपाई यो कन्टिन्यूमा क्लिक गर्नु होला। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। अब तपाई यो इन्टर पासवर्डमा क्लिक गरेर आफ्नो फेसबुक एकाउन्टको पासवर्ड लेख्नु होला। मैले यहाँबाट मेरो फेसबुक एकाउन्टको पासवर्ड लेखिसकेको छु। तपाईले यहाँबाट आफ्नो फेसबुक एकाउन्टको पासवर्ड लेखिसकेपछि तपाई यो कन्टिन्यूमा क्लिक गर्नु होला। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। अब तपाई यो डिलिट पेजमा क्लिक गर्नुहुन्छ भने तपाईको फेसबुक पेज डिलिट हुनेछ। अहिले तपाईले यहाँबाट यस्तो तरिकाले आफ्नो डिलिट गरेको फेसबुक पेजलाई फेरि 30 दिनभित्र रिएक्टिभेट गरेर पनि चलाउन सक्नुहुन्छ। यदि तपाई आफ्नो फेसबुक पेज सधैँका लागि डिलिट होस् भन्ने चाहनुहुन्छ भने तपाईले यहाँबाट आफ्नो फेसबुक पेजलाई डिलिट गरिसकेपछि 30 दिनसम्म फेरि लगइन गर्ने प्रयास नगर्नु होला। 30 दिनपछि तपाईको फेसबुक पेज सधैँका लागि पर्मानेन्टली डिलिट हुनेछ।